सिटिभिटीद्वारा संरक्षण प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 टोलीबाट तनहुँ स्थापित 2082 9 महिना 4 गते स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 टोलीबाट। हस्, धन्यवाद। लागि पाल्नुभएका हाम्रा विभिन्न सदस्यज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, आज यस पश्चिमाञ्चल प्राविधिक शिक्षालयको यस स्वागत कार्यक्रममा अब मेरो तर्फबाट पनि आज एउटा सदस्य सानो भए पनि मैले मेरो व्यवसाय र मेरो स्किल मैले आफ्नै लगानीमा केही पनि गर्न सक्छु है भन्ने भावनाको विकास भयो भने भोलि त्यो 1 बाट 2 हुन्छ, 2 बाट 4 हुन्छ, 4 बाट 8 हुन्छ। हिजो सानो रूपमा गरेको तपाईँको चाहिँ लगानी भोलि 1 वर्ष 2 वर्ष 3 वर्षपछि त्यो ठुलो भएर जान्छ, अवश्य पनि जान्छ। सेवारो सोल्टी सेवारो है।
यो पढ्नलाई अलिकति लगानी पनि गर्नुपर्छ र यो पढ्न तपाईँको अभिभावकहरूको धेरै लगानी परेको छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू र यो उद्देश्य अनुरूप यहाँ बस्दा अनुशासित भएर मर्यादित भएर र त्यो आफ्नो बाबुआमाको लगानीलाई चाहिँ सम्झेर पढ्नु होला र त्यस्तै गरेर विद्यालयले पनि चिसो बतासै चल्यो सिरेटोले खान्यो छैन र माया होइन र माया भोलि साली बन्द छैन र माया होइन र माया भोलि साली बन्द कृष्ण गौतम बुवा, त्यसै गरी प्रमुख अतिथि हस्पिटलका अध्यक्ष अत्यन्तै आदरणीय व्यक्तित्व हरि खड्काजी, त्यसै गरी आदरणीय व्यक्तित्वहरू यस संस्थाका प्राध्यापक प्रिन्सिपलज्यू र शिक्षक शिक्षिकाज्यू र यहाँ उपस्थित हुनुभएका अभिभावक र प्रिय भाइ बहिनीहरूमा म विपिन वाइलीको तर्फबाट यहाँहरू सम्पूर्णलाई नमस्कार। एउटा उच्च दक्ष शिक्षा हासिल गर्ने अभिलाषाका साथ देशका विभिन्न स्थानबाट शुक्ला गण्डकीमा पाल्नुभएका तपाईँहरू सम्पूर्णलाई त सर्वप्रथम पश्चिमाञ्चल प्राविधिक शिक्षालय र शुक्ला गण्डकी नगरपालिकामा हार्दिक स्वागत गर्न चाहन्छु। यो सिकाइ भन्ने कुरा यति महत्त्वपूर्ण हुन्छ। कवि भुपी शेरसनले भन्नुभएको रहेछ एउटा कवितामा, सिकाइको अन्त्य त्यहाँ हुन्छ जहाँ मृत्यु छ भन्नुभएको छ। यो सिक्ने क्रियाकलाप भनेको चाहिँ तपाईँको जीवनको अन्त्यसम्म पनि हामी सिकिरहेका हुन्छौँ, सिकि नै रहनुपर्छ। तर यो जुन हामीले एउटा प्राज्ञिक एउटा यो एकाडेमिक रूपमा पढ्ने कुरा सिक्ने कुरा छ, यो चाहिँ फेरि हामीले जहिले पनि पाउँदैनौँ। पछि जीवनकालमा तपाईँहरूले कतिपय कुरा अनुभवले सिक्नुपर्ने हुन्छ, कतिपय खोजेर सिक्नुपर्ने हुन्छ होला, कतिपय काम गर्दा गर्दै पनि जानुहुन्छ होला होइन। त्यही भएको भएर चाहिँ सिक्नु चाहिँ जीवनकालभरि पर्छ। तर अहिले तपाईँहरूले जसरी एउटा यो सेवा सुविधा पाउनुभएको छ, तपाईँहरूलाई अभिभावकले पढ्नको लागि पठाउनु भएको छ, तपाईँहरूलाई फेसिलिट गर्नको लागि शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, संस्था छ यहाँ, तपाईँहरूले काम गर्न प्र्याक्टिस गर्नको लागि हामीसँग हस्पिटल छ। यो कुरा चाहिँ तपाईँहरूले यो जुन एउटा व्यवस्थित तरिकाले सिक्ने कुरा पाउनुभएको छ नि, त्यो चाहिँ जीवनमा पछि नपाउन पनि सकिन्छ। अहिले जति तपाईँहरूको सहयोगी हुनुहुन्छ तपाईँले पढ्नुको लागि अध्ययन गर्नको लागि, त्यो कुरा तपाईँहरूले पछि नपाउन सक्नुहुन्छ। त्यही भएर मेरो तपाईँहरूसँग एउटा मात्र विनम्र अनुरोध, म पनि भर्खर मात्र
पढाइ पुरा गरेर बसेको हुनाले तपाईँहरूलाई चाहिँ म के चाहिँ अनुरोध गर्न चाहन्छु भने यसरी पढ्नुहोस्, यसरी पढ्नु कि योचोटि अहिले यो समयमा चाहिँ भोलि पर्सि अबको 5 वर्षपछि 10 वर्षपछि 15 वर्षपछि ला त्यतिखेर त म बिहानै छिट्टै उठेर पढ्नुपर्ने रहेछ, छिट्टै उठेर कलेज जानुपर्ने रहेछ, त्यतिखेर यो राम्रोसँग नोट गर्नुपर्ने रहेछ, अथवा त्यतिखेर चाहिँ म अनुशासित भएर पढ्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ तपाईँलाई पछुतो नहोस्। पछि मैले त्यतिखेरै यो कुरा मैले मेरो गुरुलाई सोधेको भए, त्यतिखेरै मैले यो कुरा चाहिँ प्र्याक्टिस गरेको भएदेखि म अहिले पछि पर्ने थिइनँ, पछि पर्नुपर्ने थिएन ला भनेर तपाईँले पछुताउनु नपरोस् तपाईँहरूले। र तपाईँहरूलाई त्यो पछुताउनु नपर्नको लागि हाम्रो तर्फबाट, संस्थाको तर्फबाट हामीले गर्नुपर्ने के छ होइन, त्यो हामीले थाहा पायौँ भने म तपाईँहरूलाई प्रतिबद्धता र विश्वास दिलाउन चाहन्छु, हामी त्यो गर्न पनि तयार छौँ। यहाँ म एउटा सेयर सदस्यको हैसियतले म तपाईँहरूलाई सम्बोधन गरिरहेको छु। हामी सेयर सदस्य भनेको हामी सेयर सदस्यहरूले लगानी गरेका छौँ। लगानी गरिसकेपछि पक्कै पनि सेयर सदस्यहरूले त्यहाँबाट आम्दानी होस्, कमाइ होस् भन्ने उद्देश्य त राख्नुहुन्छ नै होइन, राख्नुहुन्न भन्ने भनेको अस्वाभाविक हुन्छ। तर हाम्रो मुख्य उद्देश्य चाहिँ त्यो होइन। तपाईँलाई म आर्जन गरेको शिक्षाले चाहिँ तपाईँको जीवन सरल होस् भन्ने हो। त्यही भएको भएर म तपाईँहरूलाई आज यो स्वागत कार्यक्रमबाट पनि म तपाईँहरूलाई शुभेच्छा प्रकट गर्न चाहन्छु। यहाँ पढेर देशका विभिन्न स्थानमा गएर भोलिपर्सि तपाईँहरूले काम गर्दा हामीले गर्व गर्न सकौँ। हाम्रो पश्चिमाञ्चल प्राविधिक शिक्षालयबाट पढेर आएका विद्यार्थी भाइ बहिनीहरूले जीवनमा राम्रो गर्नुभएको छ, समाजमा राम्रो काम गर्नुभएको छ, राष्ट्रलाई योगदान पुर्याउनु भएको छ, समाजले उहाँहरूप्रति गर्व गर्छ भन्ने खालको तपाईँहरू एउटा दक्ष नागरिक बन्न सक्नुहोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। र आज यो रमाइलोको कार्यक्रम पनि छ, नाचगान पनि छ। तपाईँहरूलाई यो धेरै बोलेको मन पर्दैन, म यो बिचको उमेर समूहको परेँ। यहाँ बुवाहरू हुनुहुन्छ अनि पक्कै पनि मभन्दा तपाईँहरू उमेरले कमै हुनुहुन्छ, तपाईँहरू भएको म बिचको भएको भएर म त्यति धेरै बोल्न पनि छैन। म तपाईँहरूलाई यति मात्र भनेर बिदा हुन चाहन्छु। तपाईँहरूले यो जुन एउटा अपर्च्युनिटी पाउनुभएको छ, जुन एउटा यो अवसर पाउनुभएको छ, सबैले पाउनुभएको छैन। देशका कतिपय स्थानमा यति धेरै साथीहरू हुनुहुन्छ जुनले चाहेर पनि यो सेवा सुविधा पाइरहनु भएको छैन, जुनले तपाईँको अभिभावकले जति फेसिलिट गर्न सकिरहनु भएको छैन, चाहेर इच्छाएर पनि गर्न सक्नुभएको छैन। र कतिपय शिक्षक शिक्षिकाहरू र कतिपय शैक्षिक संस्थाहरूले चाहेर पनि उहाँहरूको लिमिटेसनका कारण चाहिँ यो फेसिलिटी तपाईँहरूले जुन पाउनुभएको छ त्यो पाउनुभएको छैन। त्यसैले तपाईँहरूले जुन अवसर पाउनुभएको छ त्यसको लागि तपाईँहरू सबै भाग्यमानी हुनुहुन्छ। आफूलाई गर्व गरेर होइन, यो एकदम यसलाई सदुपयोग गरेर भविष्यमा चाहिँ कहिले पनि पछुताउन नपर्ने गरेर यो अवसरलाई भरपुर रूपमा प्रयोग गरेर आफूलाई गर्व गर्न सक्ने र हामीले पनि तपाईँहरूप्रति भविष्यमा होइन, तपाईँहरू त 2-3 वर्षपछि मात्रै पढ्नुहुन्छ, त्यसपछि त तपाईँ त आफ्नो ठाउँमा जानुहुन्छ, आफ्नो ठाउँमा कर्म गर्नुहुन्छ। त्यो गर्दाखेरि पनि हामीले एकदम तपाईँहरूप्रति गर्व गर्न सकौँ। तपाईँहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै पुनः यहाँ सम्पूर्णलाई यस पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा स्वागत गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। विपिन मतेजुलाई आफ्नो अर्थपूर्ण विचार र आफ्नो अनुभव राखिदिनु भएकोमा उहाँका शब्दहरूले कार्यक्रमलाई अझ जीवित र स्मरणीय बनाएको छ। र अबको घरमा नाच
सेकेन्ड इयर र थर्ड इयरको भाइ बहिनीहरूले यति राम्रो कार्यक्रम आयोजना गर्नुभयो। व्यवस्थापनको हिसाबले गर्दाखेरि अत्यन्त राम्रो गर्नुभएको छ। यहाँहरूले जुन खालको चाहिँ भूमिका देखाउनु भएको छ त्यो एकदम सराहनीय छ। पक्कै पनि आज यहाँले जुन खालको चाहिँ भूमिका देखाउनु भएको छ, भविष्यमा यहाँहरूले स्वास्थ्य कर्मी भएर निभाउनु पर्ने भूमिकामा आजको यो भूमिकाले चाहिँ पक्कै पनि अझै मजबुत बनाउँछ भन्ने कुरामा म विश्वस्त छु। आदरणीय उपस्थित महानुभावहरू, पश्चिमाञ्चल प्राविधिक शिक्षालयले जहिले पनि स्किल बेस्ड, प्र्याक्टिकल र क्वालिटी एजुकेसनमा विश्वास राख्छ। हामीले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ है भन्ने कुरामा शिक्षालय परिवार प्रतिबद्धता छ। हामीसँग एकदम डेडिकेटेड दक्ष शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। एमडी पढेको, एमबिबिएस, बिएससी नर्सिङ, बिएन नर्सिङदेखि सम्पूर्ण टेक्निकल टिम चाहिँ हामीसँग चाहिँ हुनुहुन्छ। उहाँहरूले राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय स्तरमा चाहिँ डिग्री हासिल पनि गरिराख्नु भएको छ, जसले गर्दाखेरि चाहिँ विद्यार्थीहरूलाई प्राविधिक ज्ञान, सिप र भावनात्मक विकास गर्नको लागि चाहिँ पक्कै पनि हामीले चाहिँ निरन्तर प्रयास पनि गरिराखेका छौँ। हामीले किताबी ज्ञान मात्र नभइकन शिक्षालयले विद्यार्थीहरूको समुचित विकास, होलिस्टिक डेभलपमेन्ट जस्तै अनुशासन, त्यसै गरी प्र्याक्टिकल बेस्ड एजुकेसन चाहिँ हुनुपर्छ है भन्ने भएर हामीले विभिन्न सङ्घ संस्था, कहिले हामीले हस्पिटलसँग समन्वय गर्छौँ, कहिले स्वास्थ्य चौकीसँग समन्वय गर्छौँ, कहिले चाहिँ समुदायसँग समन्वय गर्छौँ, जसले गर्दाखेरि चाहिँ विद्यार्थीहरूलाई अभ्यास मार्फत नै ज्ञान प्रदान गर्न चाहिँ सकौँ भन्ने हिसाबले चाहिँ हामीले यो कुरामा निरन्तर प्रयास पनि गरिराखेका छौँ। प्रिय भाइ बहिनीहरू, विशेष गरी आगन्तुक भाइ बहिनीहरू हुनुहुन्छ, यहाँहरूले चाहिँ विशेष गरी हामीले चाहिँ 3टा स्ट्रिममा चाहिँ अध्यापन गरिराखेको छौँ। एउटा भनेको चाहिँ एचए, अर्को चाहिँ ल्याब र अर्को चाहिँ सोसियल मोबिलाइजेसन। एचए भनेको चाहिँ एचए र ल्याब भनेको चाहिँ स्वास्थ्य सम्बन्धित विषयहरू हो भने सोसियल मोबिलाइजेसन भनेको चाहिँ पछि गएर यहाँबाट चाहिँ ज्ञान प्राप्त भइसकेपछि उहाँहरू समुदायको विकासको लागि चाहिँ परिचालन हुनुहुन्छ। एचए र ल्याब चाहिँ स्वास्थ्यसँग सम्बन्धित विषयहरू, यहाँहरू चाहिँ जीवनको नयाँ अध्यायमा हुनुहुन्छ, नयाँ च्याप्टरमा हुनुहुन्छ। यहाँहरूले पश्चिमाञ्चल प्राविधिक शिक्षालय देख्दै गर्दाखेरि यो विषय चुज गर्दै गर्दाखेरि मैले कस्तो खालको विषय पढेँ भन्ने कुरा पनि तपाईँहरूलाई चाहिँ हुनसक्छ। तपाईँहरूले जुन खालको चाहिँ विषय रोज्नु भएको छ यो केवल अध्यापनको विषय मात्र होइन, यो चाहिँ हाम्रो मानव जीवन, राष्ट्रिय विकास र तपाईँहरूको जीवनलाई चाहिँ प्रत्यक्ष रूपमा चाहिँ सफल बनाउने विषय हो, जुन विषय चाहिँ अत्यन्त मर्यादित, सम्मानित र रेस्पेक्टफुल विषय पनि हो। हामीसँग यहाँ अभिभावकज्यूहरू पनि हुनुहुन्छ, उहाँहरू सम्पूर्ण प्रति मेरो उच्च सम्मान छ, माया छ। जुन खालको चाहिँ विश्वास यहाँहरूले चाहिँ हामीलाई चाहिँ गर्नुभएको छ, त्यो विश्वासले गर्दाखेरि नै हामी चाहिँ निरन्तर प्रयास गर्नको लागि चाहिँ सजिलो भएको छ। अभिभावकज्यूहरूलाई यहाँ आउँदै गर्दाखेरि भर्खरै विद्यार्थीहरूलाई चाहिँ आफ्नो नानी बाबुहरूलाई यो विद्यालयमा भर्ना गर्दै गर्दाखेरि चाहिँ कस्तो खालको चाहिँ सब्जेक्ट हो यो भन्ने पनि लाग्न सक्छ। तर जुन खालको चाहिँ तपाईँहरूले यो विषय, विशेष गरी स्वास्थ्य विषय, सामाजिक परिचालन जस्तो विषय, जुन विषय चाहिँ यहाँहरूले निर्णय लिनु भएको छ, तपाईँहरूको निर्णय भनेको चाहिँ एकदम सही छ। त्यही भएर जति पनि अभिभावकज्यूहरू हुनुहुन्छ, यहाँले जुन खालले चाहिँ निर्णय लिनु भएको छ, तपाईँहरूले गरेको निर्णयमा चाहिँ तपाईँहरू ढुक्क हुनुहोस् भन्ने कुरामा म यहाँहरूप्रति चाहिँ विश्वस्त दिलाउन चाहन्छु। स्वास्थ्य क्षेत्र भनेको चाहिँ यस्तो सेन्सिटिभ विषय हो, अथवा भविष्यमा गएर स्वास्थ्य क्षेत्रको चाहिँ स्कोप अथवा माग भनेको चाहिँ एकदम धेरै छ है। हामीले नेपालको संविधान पल्टाएर हेर्ने हो भने पनि संविधानले के उद्घोष गरेको छ भन्दाखेरि सबै नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा चाहिँ निःशुल्क रूपमा चाहिँ दिनुपर्छ है, र कोही पनि आकस्मिक स्वास्थ्य सेवाबाट चाहिँ छुट्नु हुँदैन भनेर चाहिँ हामीलाई नेपालको संविधान धारा 35ले भनिदिएको छ। यो भनेको चाहिँ हामीले के कुरा चाहिँ स्पष्ट बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ
स्वास्थ्य कर्मीको माग, स्वास्थ्य कर्मीको स्कोप चाहिँ दिन प्रतिदिन चाहिँ बढिरहेको छ। नेपालमा स्वास्थ्य कर्मीहरू चाहिँ अझै चाहिएको छ है भन्ने कुरा चाहिँ हामी स्पष्टसँग चाहिँ बुझ्न सक्छौँ है। स्वास्थ्यको माग हेर्दै गर्दाखेरि चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ नेपालमा विभिन्न चुनौतीहरू आए। कहिले कोभिड आयो, कहिले भूकम्प आयो, कहिले के आयो, जनधन सबै कुराको चाहिँ नाश भयो। त्यस्तो समयमा पनि स्वास्थ्य कर्मीको चाहिँ डिमान्ड बढ्दै गयो। अरू व्यवसायहरू कति धराशय रहे, बिरुवा ल्याएर छोडिदिनु भएको छ। त्यो बिरुवालाई मलजल गरेर पानी हालेर यहाँहरूको सपना बालबालिकाको चाहिँ भविष्य पुरा गर्ने चाहिँ आधारशिला बन्ने छ पश्चिमाञ्चल प्राविधिक शिक्षालय। यो कुरामा तपाईँहरूलाई चाहिँ ढुक्क बस्नको लागि, तपाईँको निर्णयलाई चाहिँ अडिग हुनको लागि म यहाँहरूप्रति चाहिँ प्रतिबद्धता जनाउन चाहन्छु। यो स्वास्थ्य क्षेत्र भनेको चाहिँ हाम्रो दैनिक जीवनयापन गर्नुभन्दा पनि अझै माथि उठेर हामीले हेर्ने हो भने यो हाम्रो देशले चाहिँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतिबद्धताहरू जाहेर गरेको छ। हामीले जुन खालको चाहिँ स्वास्थ्य विषय, सामाजिक परिचालन जस्तो विषय चाहिँ अध्यापन गराइराखेको छौँ, त्यो विषयले चाहिँ हाम्रो देशले हस्ताक्षर गरेको राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरको चाहिँ मुद्दाहरूमा पनि हाम्रो जुन पढाइरहेको छौँ त्यसले चाहिँ टेवा पुर्याउँछ भन्ने कुराहरू पनि मैले यहाँहरूलाई चाहिँ दर्शाउन चाहेँ। र देशले चाहिँ दीर्घकालीन सोच राखेको छ है। हाम्रो देशले चाहिँ लङ टर्मको चाहिँ भिजन राखेको छ, सुखी नेपाली समृद्ध नेपाल। यो सुखी नेपाली समृद्ध नेपाल बनाउने चाहिँ जुन देशको चाहिँ भिजन छ, त्यो भिजन सहयोग गर्नको लागि पनि हामीले चाहिँ योगदान पुर्याइराखेको छौँ भन्ने कुराहरू पनि म यहाँहरू सामु चाहिँ दर्शाउन चाहेँ। त्यसै गरी मैले धेरै कुरा त बोल्न चाहिनँ। अभिभावकज्यूहरू यहाँ जति पनि उपस्थित हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई चाहिँ शिक्षालय परिवार चाहिँ गुणस्तर शिक्षा र प्र्याक्टिकल एजुकेसन दिनको लागि चाहिँ हरपल यहाँहरूसँगै छ, यहाँहरूसँग हातेमालो गर्दै अगाडि बढिरहेको छ भन्ने कुरा मैले चाहिँ दर्शाउन चाहेँ। हामीलाई एउटा गौरवको कुरा के पनि छ भन्दाखेरि चाहिँ पश्चिमाञ्चल प्राविधिक शिक्षालयले प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम जस्तो अध्यक्ष चाहिँ पाएको छ। उहाँको चाहिँ रेगुलर गाइडेन्सले, उहाँको इन्सपिरेसनले शिक्षालयको चाहिँ हाइट अवश्य पनि माथि पुर्याउँछ भन्ने कुरामा म विश्वस्त छु। यति भन्दै यहाँहरू जति पनि उपस्थित हुनुहुन्छ, अतिथिज्यू, प्रमुख अतिथिज्यू तथा हाम्रो आदरणीय अभिभावकज्यू, पत्रकार मित्रज्यू तथा सम्पूर्णमा यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ जो खटिनु भएको छ, यहाँहरू सम्पूर्णप्रति चाहिँ शिक्षालय परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छ भन्दै मेरो 2-4 शब्द म यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। Thank you.
chairperson sir, chief guest, special guest, all the presented teachers, principals, and all my dear friends with lovely seniors. Today, I am in front of you all to deliver a thank you speech to our lovely seniors for giving the warm, beautiful welcome program. We feel truly honored to receive such a warm and grand welcome. The way you planned, organized, and presented today's program shows your dedication and affection towards us. Every performance, every word, and every smile made us feel special. It is not just a program for us, it is a memory we will cheer forever. Thank you for inspiring us, guiding us, and showing us the true meaning of unity and teamwork. We are lucky to have seniors like you who lead with kindness and support. We promise to follow your footsteps and continue this beautiful tradition with the same love and respect. Once again, from the bottom of our heart, thank you so much for this amazing welcome program. Your love and effort mean the world to us. Similarly, प्रोग्राम सकेको जस्तो लाग्यो होला सबैजनालाई? एकदमै डर लाग्यो। पहिलो दिन कलेज आइयो, मन एकदमै डर लाग्यो। सिनियर देख्दा त झन् मुटु नै ठक ठक बज्यो। तर आज थाहा भयो डराउनु त परेन रहेछ। डराउनु त परेन रहेछ। तपाईहरुको वेलकम त कति स्वीट, मन पुरै हराएको रहेछ। प्रोग्राम कति राम्रो, सजावट पनि वाउ। प्रोग्राम कति राम्रो, सजावट पनि वाउ। परफर्मेन्स हेर्दा लाग्थ्यो सिनियर त पुरै हिरो नाउ। हामी त सुरुमै लाजले हेड डाउन। थ्याङ्क यू सिनियर्स, तपाईहरुको कारण छ आज हामी प्राउड इन टाउन। माइक समाउँदा हात काप्थ्यो जस्तै कोल्ड सिजन। माइक समाउँदा हात काप्थ्यो जस्तै कोल्ड सिजन। स्पिच बिर्सिए अड्किए बिचमा, थ्याङ्क यू फर नो रिजन। वेलकमले करेज दियो, हटायो सारा कन्फ्युजन। अब त लाग्यो we can do everything with full ambition। अन्त्यमा एउटा सिम्पल लाइन, थ्याङ्क यू सिनियर, you all are fine। Love, respect and big smile from us all। Thank you for welcoming us, you are the best of all। Thank you everyone। सबर करो।
आज पश्चिमाञ्चल प्राविधिक शिक्षालयले पहिलो दोस्रो र नवआगन्तुक विद्यार्थीहरूको लागि जुन यो स्थानसम्म आज स्थापनाको 30औं वसन्त पार गर्दै गर्दा आज यो देशका उज्जवल भविष्यका नक्षत्र विद्यार्थी भाइ बहिनीहरूको सम्बन्ध यो 3वटा विद्यामा यो शिक्षालयले यहाँलाई शिक्षा प्रदान गरिरहेको छ। आशा छ यहाँहरू यो देशको कर्णधार व्यक्तित्वको रूपमा स्थापित भएर अगाडि बढ्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु र जनप्रतिनिधि हुँदै गर्दा धेरै कुराहरूमा धेरै आवश्यकताहरू खड्किरहेको पनि मैले महसुस गरिरहेको छु। सीमित स्रोत साधनले धेरै इच्छा आकाङ्क्षाहरू पुरा गर्नको लागि हामी जनप्रतिनिधि पनि हम्मे परेको छ। तथापि धेरै आरोह अवरोहको पश्चात पनि अब यो देशले आमूल परिवर्तन खोजिरहेको छ। त्यसकारण मैले हाम्रा अग्रज व्यक्तित्वहरूलाई अब यहाँहरू अभिभावकको रूपमा बाजेले डाम्फु बजाको देख्दा
राखी अहिले बाई भन्छन्, माया गरे जस्तै गर्छिन्, मेसेन्जरमा हाई भन्छन्, त्यही देखेर फोन गर्छु राखी अहिले बाई भन्छन्। नजिक भए जस्तै लाग्छ त्यही देखेर, नजिक भए जस्तै लाग्छ त्यही देखेर बिहा गरौँ न अब भन्छु, हुन्न हुन्न नाइ भन्छन्, बिहा हुन्न नाइ भन्छन्। एक्लै हुँदा के हुन् सुन्नै नसकिने, एक्लै हुँदा के हुन् सुन्नै नसकिने, देख्दा सुन्दा अरूले क्या मजा दाइ भन्छन्, देख्दा सुन्दा अरूले क्या मजा दाइ भन्छन्। कसम खान्छु भेट्ने जति दिदी बहिनी भन्छु भनी, कसम खान्छु भेट्ने जति दिदी बहिनी भन्छु भने, नत्र भेटेपछि जानेछु तिमीलाई भन्छे, नत्र भेटेपछि जानेछु तिमीलाई भन्छे। के भन्ने खोइ साह्रै दोधार भयो मलाई, के भन्ने खै साह्रै दोधार भयो मलाई, मेरो भुपु प्रेमिकाले धेरै धेरै बधाई भन्छे। अर्को साइड रहेको छ, पानीमा हाम नफाले नदी पार हुँदैन, पानीमा हाम नफाले नदी पार हुँदैन, कोसिस गर्नेको कहिले हार हुँदैन, कोसिस गर्नेको कहिले हार हुँदैन। वाह 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 वाह। चढेर चढ्नु झरेर चढ्नु हार नमान्नु, चढेर झर्नु झरेर चढ्नु हार नमान्नु, अनुभव हुन्छ नि मेहनत बेकार हुँदैन, अनुभव हुन्छ नि मेहनत बेकार हुँदैन। वाह वाह वाह। मात्र सही ठाउँमा चलाउनु जान्नुपर्छ भन्छ, मात्र सही ठाउँमा चलाउनु जान्नुपर्छ भन्छ, कलम जस्तो धारिलो तरबार हुँदैन, कलम जस्तो धारिलो तरबार हुँदैन। सङ्घर्षको मैदान नछोडी कहिले नभाग्नु, सङ्घर्षको मैदान छोडी कहिले नभाग्नु, केही गर्दै नगरे जय जयकार हुँदैन, केही गर्दै नगरे जय जयकार हुँदैन। हाम्रो शिक्षक साथीहरू, हाम्रो अभिभावकज्यूहरू र साथै पत्रकार साथी महोदयहरू र हाम्रो प्यारा विद्यार्थी भाइहरू, अब हाम्रो सम्मान कार्यक्रम हुन गइरहेको छ। हामीले यस कार्यक्रम चाहिँ किन राखेको भन्दा हाम्रो विद्यार्थीहरूलाई हौसला प्रदान होस् भन्ने हेतुले नै हामीले सम्मान कार्यक्रम राखेका छौँ। हामीले केही प्रशंसा पत्रहरू दिन गइरहेका छौँ।
विभागहरूसँग पनि जोडिएर त्यो शिक्षा चाहिँ हामीले प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ। तर विद्यार्थीहरूले बुझ्नुपर्ने कुरा के हो भन्दा भाइ बहिनीहरूले पढ्ने भनेको आफै हो र आफै लागि। यदि यो स्वास्थ्य भनेको एकदम जटिल एकदम सूक्ष्म विषय हो जुन चाहिँ तपाईँहरूले आफैले नबुझी अरूले हजुरको दिमागमा राखेर घोकाएर कहिले पनि जान्ने हुँदैन। यो भनेको जस्तै एउटा कुनै पनि डिफिनेसन घोकाएर जाने जस्तो हुँदैन। जस्तै हामीले एउटा सामान्य एउटा उदाहरणको लागि हामीले एउटा निमोनिया भनेर पढाइएला, निमोनियामा यो लक्षणहरू हुन्छन् भनेर पढाइएला। तर तपाईँहरूले कुनै पनि अब फेरि स्वास्थ्य संस्थामा जानुभयो, काममा जानुभयो भने हामीले पढाएका किताबकै जुन ती कुराहरू हुन्छन् नि त्यो हजुरहरूले त्यो प्रत्यक्ष व्याकरण भेट्न सक्नु हुँदैन। त्यही भएर सकेसम्म आफ्नो भिजिबिलिटी भन्छ कि कसरी अब्जर्भ गर्ने, एउटा कुनै पनि बिरामीलाई अब्जर्भ गर्न सक्ने कलाकारिता चाहिँ आफैले नै डेभलप गर्नुपर्ने हुन्छ। त्यसमा हजुरहरूको परिश्रम नै बढी महत्त्व राख्दछ। यहाँ आइन्छ के गर्ने कसो गर्ने भनेर गाइड त गर्न सकिन्छ, तर राम्रो हेल्थ वर्कर बन्नलाई चाहिँ हजुरहरू आफैमा भित्रबाट आउनुपर्ने हुनेछ। नत्र जति गरे पनि हजुरहरू राम्रो एउटा यो समयको पाउने गर्दा बोल्न सक्ने छैन। त्यही पनि अब यहाँ हाम्रो सबैजना विद्यार्थी भाइ नृत्यहरू र नागेर प्रस्तुत गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद दिँदै र नयाँ आउनुभएका हाम्रा नयाँ भाइ बहिनीहरूलाई चाहिँ स्वागत गर्दै मेरो 2-4 शब्द हेटो गर्न चाहन्छु। धन्यवाद। त्यसमाथि पनि मेडिकल क्षेत्रका जुन विद्यार्थी भाइ बहिनीहरू हुन्छ उहाँहरूको फर्स्ट र सेकेन्ड इयर अथवा आफूभन्दा सिनियरका विद्यार्थीहरूलाई सम्मान गर्ने र दाइ र दिदीको जुन एउटा नाता स्थापना भएको हुन्छ त्यो अन्य क्षेत्रमा भन्दा यो स्वास्थ्यका क्षेत्रमा बढी प्रचलित र चलन चल्तीमा रहेको छ। यस कार्यक्रममा यहाँहरूलाई फर्स्ट र सेकेन्ड र थर्ड इयरका भाइ बहिनीहरूले स्वागत गरेका छन्। त्यस्तै गरेर अन्य जुन यहाँहरूले उत्कृष्ट आफ्ना प्रतिभाहरू प्रस्तुत गर्नुभएको छ यहाँका उत्कृष्ट प्रतिभाहरूको लागि पनि पश्चिमाञ्चल प्राविधिक शिक्षाले यहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छ। यहाँहरू देशका विभिन्न जिल्लाबाट यो शुक्ला गण्डकी नगरपालिकामा रहेको पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा अध्ययनका लागि आउनुभएको छ। तपाईँहरूको लागि यो भूगोल नयाँ हुनसक्छ, यो शिक्षालय यहाँहरूको लागि नयाँ हुनसक्छ, तर यहाँहरू यो शिक्षालयमा उपस्थित भइसकेपछि यहाँहरूले यो शिक्षालयबाट अपनत्व पाउनुहुनेछ, आफ्नो महसुस गर्नुहुनेछ भन्ने मैले विश्वास दिएको छु। यहाँहरूले यो विद्यालयको लागि शिक्षालयको लागि यहाँहरूको भूमिका अग्रणी रहनेछ। हाम्रो यो विद्यालयको चाहिँ एउटा आकर्षणका रूपमा तपाईँहरू रहनुभएको छ। तपाईँहरूले राम्रो शिक्षा आर्जन गर्नुभयो, उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने त्यो
तपाईँको अभिभावकसँग मात्र सीमित नरही यो शिक्षालेसँग पनि चाहिँ अन्तर सम्बन्धित रहनेछ। तसर्थ यहाँहरूले जुन उद्देश्यका साथ यहाँ अध्ययनका लागि आउनु भएको छ, यहाँहरूको अभिभावकहरूले जुन यहाँहरूको इच्छाका आकाङ्क्षालाई परिपूर्ति गर्नका लागि आफ्ना इच्छालाई दबाएर यहाँहरूलाई जुन उत्कृष्ट एउटा शिक्षा दिनको लागि पठाउनु भएको छ, यहाँहरूले त्यसलाई सदैव मनन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यो शैक्षिक गुणस्तर क्वान्टिटी भन्दा पनि क्वालिटीलाई विशेष फोकस गर्न यो पश्चिमाञ्चल प्राविधिक शिक्षाले लागि पर्नेछ। यो यहाँहरूको जुन क्वालिटी शिक्षा छ त्यो शिक्षाको लागि एउटा यहाँहरूको मात्र भूमिका नभइकन यो त्रिपक्षीय भूमिकामा रहन्छ। यहाँहरूको अभिभावक जसले आफ्ना बाबु नानीहरूको उज्जवल भविष्यको लागि एउटा प्राविधिक शिक्षा अध्ययन गराउनु भएको छ, उहाँहरू एक पक्ष हुनुहुन्छ भने स्वयं विद्यार्थीहरू दोस्रो पक्ष हुनुहुन्छ। त्यस्तै गरेर यो पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा कार्यरत सञ्चालक समिति, यसका प्रिन्सिपल, प्राध्यापक अथवा व्यवस्थापन समूहका सही व्यक्तिहरू तेस्रो पक्ष हुनुहुन्छ। तसर्थ त्यसै पक्ष मिलेर तिनै पक्ष मिलेर यहाँले क्वालिटी शिक्षा आर्जन गर्न सक्नुहुनेछ। यो पश्चिमाञ्चल प्राविधिक शिक्षालयले यो सिटिभिटीद्वारा सञ्चार सम्बन्धन प्राप्त गरेकोमा यहाँहरूले गुणस्तरीय शिक्षा लिएर यो शिक्षालयलाई अब्बल शिक्षालयको रूपबाट स्थापित गर्न सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरूको शुक्ला गण्डकी नगरपालिकामा अवस्थित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा यहाँहरूको अध्ययन र यहाँहरूको बसाइ सुखमय रहोस्। यहाँहरूले आफूले जुन उद्देश्यका साथ कलेजमा भर्ना आउनु भएको छ त्यो उद्देश्यलाई चुक्न सफल रहनुहोस्, त्यसको पनि म यहाँलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। र यस कार्यक्रम जुन यहाँले भव्य र सबै रूपबाट जुन आयोजना गर्नुभयो, सेकेन्ड र थर्ड इयरका विद्यार्थी भाइ बहिनीहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो यहाँहरूले यो कार्यक्रममा भाषणहरू भन्दा पनि यहाँहरूले आफ्नो रमाइलो गरेर यो कार्यक्रमलाई अगाडि बढाउन चाहनुहुन्छ। यहाँहरूको इच्छा र आकाङ्क्षा त्यही छ। तसर्थ धेरै कुराहरू बोलेर यसभन्दा पहिला बोल्ने साथीहरूले सबै कुरा बोलेर भ्याइसक्नु भएको छ, बोल्ने कुरा कुनै पनि बाँकी रहेको छैन। तसर्थ मैले यसलाई धेरै नबोलिकन यहाँहरूकोलाई स्वागत गर्दै यहाँहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्, जय पश्चिमाञ्चल प्राविधिक शिक्षालय। धन्यवाद सर। उहाँ हुन्थ्यो तनहुँ सेवा हस्पिटल तथा पश्चिमाञ्चल प्राविधिक जो भी तुमने मुझसे कहा है सेन्योरिटा, मगर फिर भी न जाने क्यों मुझे सुन के अच्छा लगा है सेन्योरिटा। No desvíes la mirada, quédate cerca de mí. मुझको बाहों में तुम घेरो, समझी ना सेन्योरिटा। दुनिया ले देखे
चिसो बतासै ताली बजाऊ है ताली आएको छैन आएको छैन मेरिना थापाज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै उहाँलाई चाहिँ ब्याज वितरण गरिदिनुको लागि म साथीहरू दीपिका र सुस्मितालाई अनुरोध गर्दछु। हामी कार्यक्रमको अन्त्यमा छौँ। आमा मलाई तिम्रो याद त यति धेरै आउँछ कि आमा मलाई तिम्रो याद त यति धेरै आउँछ कि लेख्दै जाने हो भने सायद मेरो महाभारत बन्ला। लेख्दै जाने हो भने मेरो सायद महाभारत बन्ला। अझ त्यो नि अपुरा बन्ला। मनका रसिला भाव पानामा फिक्का होलान्। आँसु र हाँसो कालो अक्षरमा उल्था नहोलान्। तिमीले आफ्नो आङ नछोपी मलाई ओढाएको मजत्रो आफू झोल खाई मेरो मुखमा राखिदिएको मासुको चोक्टो ढुङ्ग्रीबाट धुवा फुक्दै आँखा रातो पारेर पोलेको आलु दसैँमा आफ्नो बिहेको साडी बाँधेर बनाइदिएको पिङ नरिवलसँगै औला तासेर दिनभरि लाएर बनाइदिएको लड्डु गाउँभरि चारेर दुध मागेर ल्याइ बनाइदिएका चिया आज यी सबै कुरामा मलाई तिम्रो याद आउँछ। आमा कस्तो छ?
मखमली चोलीमाथि ताली बजाएर साथ दिनु है। शिक्षालयलाई मानेर देशका पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तर हिमालदेखि दक्षिण तराईका विभिन्न ठाउँबाट आफ्नो उज्जवल भविष्यको कामना गरी यो विद्यालयमा आउनुहुने सम्पूर्ण नवआगन्तुक विद्यार्थी भाइ बहिनीहरूलाई
म यो शिक्षालयको अध्यक्ष, सञ्चालक समिति परिवार, तनहुँ सेवा हस्पिटलका शेयर सदस्यहरू सबैका तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम, स्वागतम, सुस्वागतम। र भाइ बहिनीहरूले ताली बजाएर नवआगन्तुकलाई स्वागत गरिदिनु हुन पनि म अनुरोध गर्दछु। अब हिजोसम्म हामी को हो ठोकिँदा पनि हामीले कसैलाई चिन्दैनथ्यौँ। आज हामी एउटै परिवारका सदस्य बनेका छौँ। हामी तपाईहरूका अभिभावक हौँ। त्यहाँ पढाउने शिक्षक शिक्षिका, यो शिक्षालय सञ्चालन गर्ने तनहुँ सेवा हस्पिटलका शेयर सदस्य महानुभावहरू र सम्पूर्ण तपाईका आमा बुवा सबै तपाईहरूका अभिभावक हौ। हामी आफ्ना छोरा छोरीको उज्जवल भविष्यको कामना गर्छौँ। भर्खरै पहिलो वर्षका हाम्रा विद्यार्थी, पहिलो वर्ष हामीले अबेला धेरै समय घुर्केपछि हामीलाई स्वीकृति दियो। अफ सिजनमा हामीले स्वीकृति प्राप्त गर्यौँ। त्यसैले हामीले धेरै विद्यार्थीहरू जम्मा गर्न सकेनौँ। तर पनि 10 जना विद्यार्थी भाइ बहिनीहरूले हामीलाई यो विद्यालय रोजाइमा पारेर यहाँ पढ्न आउनुभयो र हामीले त्यति थोरै विद्यार्थी जसलाई पुरै शिक्षक 70 जना विद्यार्थी हुँदा चाहिने शिक्षक कर्मचारी त्यो सबैको व्यवस्थापन गरेर हामीले पहिलो वर्ष सञ्चालन गर्यौँ। र आज हामीले त्यसको प्रतिफल हाम्रा 2 जना अरू पनि विद्यार्थी एक पेपर लाएर, कसैलाई 2 पेपर लाएर असफल हुनुभएको छ। तर 2 जना विद्यार्थीले अति उत्कृष्ट नम्बर ल्याएर यो कलेजको एउटा प्रतिष्ठा राखिदिनु भएको छ। विद्यार्थी भाइ बहिनीहरूको आफ्नो लगानीको प्रतिफल प्राप्त भएको छ। ती 2 जना भाइहरूलाई सबैका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। ताली बजाएर पुनः उहाँहरूलाई बधाई ज्ञापन गरिदिनु हुन म अनुरोध गर्छु। यो भनिरहँदा मलाई आशा लागेको छ, आशा पलाएको छ कि अर्को वर्ष हामीले यस्तै स्वागत कार्यक्रम गर्दै गर्दा धेरै विद्यार्थीहरू त्यो पनि उत्कृष्ट अङ्क ल्याएर हामीले सम्मान गर्ने, प्रशंसा गर्ने वातावरण पक्कै पनि प्राप्त हुनेछ। त्यसका लागि अहिले यो शिक्षालयमा प्रथम वर्षमा, द्वितीय वर्षमा र तृतीय वर्षमा पढ्ने भाइ बहिनीहरूले उत्कृष्टता ल्याउन सक्नुहोस्, त्यसको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरूलाई थाहा छ, अघि नै एकजना सरले यहाँ बोल्नु भएको थियो, कतिपय तपाईँ जस्ता भाइ बहिनीहरूले यो पढ्ने अवसर पाउनु भएको छैन। विभिन्न कारणले घरको आर्थिक स्थिति, समयमा जानकारी नभएर, प्रतिस्पर्धामा आउन नसकेर कतिले त्यो अवसर पाउनु भएको छैन। कम से कम तपाईहरूले यो अवसर पाउनु भएको छ। यो अवसरलाई तपाईहरूले अति महत्त्वका साथ बुझिदिनु हुन म अनुरोध गर्छु।
म एउटा उदाहरण दिन चाहन्छु तपाईहरुलाई। म पनि तपाईहरु जस्तै गाउँमा किसान गर्नेको छोरो हो। मैले बिहान बेलुका घाँस काट्थे, 10 बजे स्कुल जान्थे, 4 बजे फर्केपछि फेरि गाई वस्तुहरूलाई घाँस काटेर आफ्नो पढाइलाई निरन्तरता दिएको हो। एकजना मेरो असाध्य मिल्ने साथी हुनुहुन्थ्यो, उहाँ अहिले पनि हुनुहुन्छ। झन्डै हामी दुवैजना 60 वर्ष काट्यौं। सँगै एक कक्षादेखि म पढ्ने स्कुलमा जम्मा 8 कक्षा पढाइ हुन्थ्यो। 8 कक्षा भन्दा माथि त्यहाँ पढ्न पाइन्थेन। त्यहाँ मसित सँगै स्कुल जाने एकजना साथीले मलाई के भन्थ्यो भने, जतिखेर यो पढाइको किरो पढ्न खोज्छ, खेल्न जाऊँ भन्दा पनि मान्दैन, यो एकल काटे त कहिल्यै तँलाई साथी बनाउन मन लाग्दैन भनेर उहाँले मलाई नखेल्ने बापत गाली गर्नुहुन्थ्यो। अनि मैले त्यो साथीलाई भन्थे, खेल्ने कुरा त छँदैछ नि, बिहान खेलौँला, बेलुका खेलौँला, शनिबार खेलौँला, शुक्रबार हाफ छुट्टी हुन्छ खेलौँला, यो पढ्ने बेलामा किन खेल्न पर्यो भन्दा उहाँले उल्टो मलाई गाली गर्नुहुन्थ्यो। त खतम भइस् भन्नुहुन्थ्यो। तर मैले पढाइ छोडिनँ। उहाँले 8 कक्षा पढेपछि उहाँले पढाइ छोडिदिनु भयो, किनभने पढाइ उहाँको रोजाइमा परेन। अहिले म गाउँमा जाँदा उहाँले मलाई अँगालो मार्नुहुन्छ, तेरो बरु घरको स्थिति राम्रो थिएन, मलाई एक छाक खान प्रशस्त पुग्थ्यो, म माते, मैले मलाई बुझिन, मेरो भविष्यलाई बुझिन र आज म अहिले पनि गोबर सोरिरहेको छु। त आज देशको एउटा सुपरिचित व्यक्ति बन्न सफल भइस्, त मेरो गुरु होस्, मैले तँलाई चिनिन भनेर अँगालो मारेर रुनुहुन्छ। र मैले उहाँलाई भन्छु, समय नचिन्दा धेरै मानिसहरू बिग्रिएका छन्। त्यो भित्र तपाईँ पर्नुभयो, तर हिम्मत नगर्नु, नहार्नुहोस्। हामी तपाईँसित छौँ, तपाईँलाई दुःख सुखमा हामीले साथ दिन्छौँ भनेर भन्दा झन् हक्कानो परेर उहाँ रुनुहुन्थ्यो। किनभने आफूले नगरेको कुरामा हीनता बोध हुन्थ्यो उहाँलाई। यो कुरा मैले किन तपाईँहरूलाई भनेको, मेरो साथीको कुरा तपाईँहरूलाई मैले किन सुनाएको भन्दा, पढ्ने बेलामा, लगानी गर्ने बेलामा हामीले बाटो बिरायौँ भने हाम्रो भविष्य अन्धकार हुन्छ, सधैँभरि रुनु पर्छ। अहिले पढ्दा तपाईँहरूलाई दुःख भएको होला, बस्ने ठाउँ राम्रो भएको छैन होला, पढ्ने ठाउँ राम्रो भएको छैन होला, तर तपाईँ मेहनत गर्नुभयो। अघि 2 जना भाइलाई हामीले सम्मान गरे चाहिँ तपाईँहरूले राम्रो उत्कृष्ट नतिजा ल्याउनु भयो भने भोलि तपाईँ नै हो डाक्टर हो। पहिला अहिले हाम्रो किरण सरले यहाँ भन्नुभयो, अहिलेको जमानामा कोही एमबीबीएस पढ्न पाइयो। हाम्रो पालामा एमबीबीएस पढ्ने कुरा त महाभारत थियो। यहाँ चाहिँ पढेका, यहाँ चाहिँ पनि होइन, अएब पढेकालाई हामीले डाक्टर साहब भन्थ्यौँ। र हरेक यहाँ चाहिँ पढेका डाक्टर साहबहरूले आफ्नो छोरालाई आज एमबीबीएस, एमडी पढाउनु भएको छ। त्यसकारण त्यो अवसर जसले बुझ्यो त्यसले आफ्नो भविष्य सुरक्षित गर्यो र सुधार गर्यो। त्यसकारण म भाइ बहिनीहरूलाई के अनुरोध गर्छु भने, तपाईहरु घर छोडेर आउनु भएको छ। तपाईका बुवा आमाको कति नखाइ तिर्नु भएको छ, तपाईहरुलाई थाहा होला।
तर उहाँहरूको सपना छ, एउटा सुन्दर सपना छ। मेरो छोरा मेरो छोरी याचे पढ्छिन्, ल्याब पढ्छिन्, भोलि गाउँमा आउँछिन्, सेवा गर्छिन् डाक्टर साहब भनेर सबैले सम्बोधन गर्छन्। मेरो इज्जत बढ्छ भनेर बाबुआमाले लगानी गर्नुभएको छ। त्यो कुरा तपाईँहरूले बिर्सनु भयो भने त्यो पछुताउने कुरा यहाँ पढाउने टिचर पछुताउन पर्दैन। तपाईँहरू जानुहुन्छ अर्को विद्यार्थी आउँछ, सरले दिने शिक्षा हिजो दिनुभयो, आज नै दिनुहुन्छ, भोलि पनि दिनुहुन्छ, तर त्यसको नोक्सान तपाईँहरूलाई नै हुन्छ। जुन कुराको उदाहरण आज मेरो साथीको उदाहरण मैले तपाईँहरूलाई दिएँ, त्यो बेला उनी म प्राय स्कुलको फर्स्ट सेकेन्ड हुन्थे, उनी सिटिमिति पास हुन्थेनन्, बल्ल बल्ल ताक दिएर उनलाई पास गराउनु पर्यो। त्यो कुरा मैले तपाईँहरूलाई लेसन हुन्छ भनेर भनेको र यति कुरा भने। अर्को कुरा, तपाईँहरू टाढा टाढाबाट पनि आउनु भएको छ, हाम्रो यो शिक्षालयलाई तपाईँहरूले पत्याउनु भएको छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, म यो क्षेत्रको यो जिल्लाको एउटा प्रतिष्ठित व्यक्ति हुँ। आफैले भनेको धिष्टता गरे त्यसमा म क्षमा चाहन्छु, तर मैले तपाईँहरूलाई भन्नै पर्छ कि मेरो पछि लाग्दा तपाईँहरू बिग्रनुहुन्छ कि भन्ने आशंका मैले तपाईँहरूलाई टुटाउनु पर्छ भनेर मैले शब्द प्रयोग गरेको हुँ। मैले आफ्नो आडम्बर वा आफ्नो प्रशंसा आफै गरेको होइन। भाइ बहिनीहरूले त्यो कुरो बुझ्दिन म अनुरोध गर्छु। र यहाँ हामीले भनेका छौँ यो हाम्रो शिक्षालयबाट टप गर्ने 2 जना भाइ बहिनीलाई हाम्रो अस्पतालमा हामी जागिर दिन्छौँ भनेर बोलेका छौँ। त्यो लिन सक्ने हैसियत तपाईँहरूले डेभलप गर्नुहोस्। तपाईँको रोजाइमा परेन, तपाईँ यहाँ बस्नै पर्छ भन्ने छैन। तपाईँको रोजाइमा पर्यो, हामी वचनबद्ध छौँ। तनहुँ सेवा हस्पिटलको अध्यक्ष पनि यही हुनुहुन्छ। हामी सबैले तपाईँहरूलाई यो वचनबद्धता दिइराखेका छौँ, त्यसमा हाम्रो कुनै फेरबदल हुनेवाला छैन। त्यसकारण भाइ बहिनीहरू, तपाईँहरूले यो कलेजमा पढ्न आइयो भनेर आफूलाई हीनता बोध नगर्नुहोस्। मलाई थाहा छ देशभरि कतिवटा यस्ता शिक्षालय छन्, तर योग्य टिचरको अभावमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन्। तर हाम्रो यो संस्थामा तपाईँहरूलाई नै थाहा छ 5-7 जना त हाम्रो एमडी गरेका सरहरूले तपाईँहरूको क्लास लिनुहुन्छ। हामीसित हाम्रै अस्पताल छ। तपाईँहरूले प्र्याक्टिस गर्ने दिन आएपछि खुला रूपमा तपाईँहरूले त्यहाँ प्र्याक्टिकल गर्ने मौका पाउनुहुनेछ। त्यसमा कुनै तपाईँहरूलाई पक्षपात हुने छैन। त्यसकारण म भाइ बहिनीहरूलाई के चाहिँ भन्छु भने तपाईँहरू सुन्दर भविष्यको सपना लिएर यहाँ आउनुभएको छ। त्यो पुरा गर्ने काममा हामी तपाईँहरूलाई सहयोग गर्न तयार छौँ। तर तपाईँहरू सबैले बुझ्नु भएको छ, ठुलो समुद्र हुन्छ, समुद्रमा जाँदा पानी लिन गइयो भने जत्रो भाँडो लिएर गइयो त्यत्रै पानी ल्याउने। गाग्री लालीले गाग्रीभरि पानी ल्याउन पाउँछ, सानो कटौरा वा गिलास लिएर जाने त्यति पानी ल्याउने। यो समुद्र हो, शिक्षालयको समुद्र। यहाँ तपाईँहरू जति दिन सक्नुहुन्छ त्यति तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ। बरु म तपाईँहरूलाई अनुरोध गर्छु र अपिल पनि गर्छु, यदि तपाईँहरूलाई टिचरहरूले सही मार्ग निर्देशन गर्नु भएको छैन भने तपाईँहरूका कोअर्डिनेटर हुनुहुन्छ, ल्याबको छुट्टै कोअर्डिनेटर हुनुहुन्छ,
एचएको छुट्टै कोअर्डिनेटर हुनुहुन्छ, उहाँहरूलाई भन्नुहोस्। उहाँहरूबाट पनि भएन भने प्रिन्सिपललाई भन्नुहोस्। प्रिन्सिपलबाट पनि तपाईँहरूको निकास आएन भने हामीलाई भन्नुहोस्। हामी तपाईँहरूको इच्छा अनुसारका टिचरहरूलाई हामी डिपुट गर्न तयार छौँ। तर क्लासमा नआउने आएपछि मेरो साथी जस्तो पढ्ने होइन, बाहिर निस्कौँ, हिँडिहालौँ, बाहिर गएर कफी खाऊ भन्न थाल्नुभयो भने त्यति बेला तपाईँहरूको साथमा सञ्चालक समिति रहँदैन। त्यो कुरा तपाईँहरूले बुझ्नुहोला। र भाइ बहिनी छोराछोरी जस्तो भएका कारणले मैले तपाईँहरूलाई यति भन्ने हिम्मत गरेँ। धेरै दृष्टान्तहरू, शैक्षिक दृष्टान्तहरू भनेर खासै अर्थ छैन भन्ने हिसाबले मैले व्यावहारिक कुरा मात्रै तपाईँहरूको माझमा राखेको हो। समय चिनिएन भने कोही रहनेवाला छैन। समय सबैभन्दा बलवान हुन्छ। समय जसले प्रयोग गर्यो त्यो महान बन्छ। जसले समयलाई चिनेन त्यसले भोलि पश्चाताप, पछुतो र तपाईको ऋणी दिन मात्र प्राप्त हुन्छ। त्यसकारण यो कुरा बुझेर भाइ बहिनीहरूले आफ्नो अध्ययन अगाडि बढाउनुहोस्। यति राम्रो नृत्य गर्नुभयो व्यक्तिगत रूपमा र हामी अभिभावक, हामी सञ्चालक समिति, तनहुँ सेवा हस्पिटलका चेयर सदस्यहरू, हामी सबै तपाईहरूको यो कला कौशल नृत्य गायन देखेपछि हामी ज्यादै प्रफुल्ल भएका छौँ। प्रफुल्ल बनाउनु भयो, त्यसको लागि धन्यवाद दिँदै यो कलेजको उन्नतिका साथै पर्सनल तपाईहरूको शैक्षिक उन्नतिको कामना गर्दै यति बेरसम्म धैर्यताका साथ बस्नु भएकोमा पुनः धन्यवाद दिँदै हामीले सानो खानाको व्यवस्था गरेका छौँ। खानाको त्यहाँ पनि सहभागी भइदिने। हामी भनेको तपाईँहरू पनि हो नि। फेरि जो हामी कलेजले मात्रै हामी सबैको इफोर्टले त्यो गरेका छौँ, त्यो सहभागी भइदिनुहोस्। दुईजना भाइ बहिनीले जुन एङ्कर गर्नुभयो बडा कुशलताका साथ उहाँहरूलाई पनि धन्यवाद दिँदै उहाँहरू थर्ड इयरको अहिले अर्को पटक फेरि सेकेन्ड इयर अहिले फर्स्ट भएका, अर्को वर्ष सेकेन्ड हुने, अहिले सेकेन्डमा भएका, अर्को वर्ष थर्ड हुनेमा पनि यो भाइ बहिनीको जस्तो कौशलता तपाईँहरूमा पनि विकास होस्। यति भन्दै आफ्नो भनाइ यही अन्त गर्दै यो कार्यक्रम